गीतमा नाचे म त बाहिर 1.5 घण्टा 2 घण्टा देखिछु सबै हेर्न पाइनँ। बाबुहरू स्कुलबाट भन तिमीहरूको जीवन त अहिले त जेनजी युग हो नि बाबु, संसार कम्प्युटरमा छ। हाम्रो बाला केही जातै थिएन, भोन बालाई थाहा छ नि त्यो होइन त। फिल्ममा कोरियोग्राफी गर्दाखेरि कति दुःख थियो। 16 सुपर 16 तिनी रिलहरू खिच्दा मनिष बाबुलाई थाहा छ। त्यस्ता त्यस्ता संसारबाट गुज्रेर आज यो संसारमा आउनुभएको छ। एकचोटि हजुरहरूको लागि है यो स्कुलबाट यो संसार हो नि। बागेश्वरीलाई धेरै धन्यवाद छ। लालिमा श्रेष्ठ हजुर हो, हजुरले यो राम्रो काम एकदम अगाडि बढाउनु होला, यी केटाकेटीहरूलाई नासामा पुर्याउनु होला, कलाकार बनाउनु होला, हरेक ठुल्ठुला कार्यक्रमहरूमा देख्न पाइयोस्। बागेश्वरीको सदैव जय होस्। बोलियो श्री बागेश्वरी भगवानको। सबैले जय भने पखाला कसैलाई लाएर हिँड्छु बरु बुझ्यो भन्दै म विष्णुजी पाण्डे हजुरहरूले दिएको नाम माइलवा बोल्दा कतै यताउता भावा माफ गरिदिनु होला भन्दै जेन्जिज कमाउन यार ताली त दियो। एकबाट जोरदार ताली हाम्रो माइलवाको लागि प्लिज। जोरदार ताली। विष्णुजी पाण्डे माइलवा प्रिय व्यक्तित्व हुनुहुन्छ, यसलाई हार्दिक सम्मान छ। वास्तवमै रोएर पनि जिन्दगीले रुवाए पनि कसरी हाँस्नुपर्छ भन्ने भावना सिक्नुपर्छ। एकपटक माइलवाको लागि जोरदार ताली। 2वटा फुल जस्ता छोराहरूले छोडेर गए पनि उहाँले जीवनलाई फेरि सही पटरीमा ल्याउनु भएको छ। बाप्रति हार्दिक सम्मान छ, उच्च सम्मान छ। र अब भने यहाँहरूको माझमा हामी अघि नै पनि भन्यौँ, यहाँ एकछिन नातिनु होला।